12 मार्च 2026 विश्व मृगौला दिवस वर्ल्ड किडनी डे। यस वर्षको मुख्य नारा मृगौला स्वास्थ्य सबैका लागि समान पहुँच र सुरक्षित औषधि अभ्यास अर्थात् किडनी हेल्थ फर अल, प्रमोटिङ इक्विटेबल एक्सेस टु केयर एन्ड अप्टिमल मेडिकेसन प्र्याक्टिस। नेपाल जहाँ नसर्ने रोगको प्रकोप बढ्दो छ, यसैले पनि मृगौला स्वास्थ्यप्रति सचेतना जगाउनु अत्यन्त आवश्यक छ। मृगौला स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरू: सक्रिय र फिट रहने, सन्तुलित खानपान, रगतमा चिनीको मात्रा नियन्त्रण, रक्तचापको निगरानी, पर्याप्त पानी पिउने, धुम्रपान नगर्ने, पेनकिलरको जथाभावी प्रयोग नगर्ने, नियमित परीक्षण गरियो भने मृगौला जोगाउन सकिन्छ। मृगौलाको उपचार पद्धति धेरै महँगो हुने भएकोले स्वास्थ्य बिमा सचेतना अभियान सञ्चालन गर्न आवश्यक छ। स्थानीय स्तरमा हुने भेला वा कार्यक्रमहरूमा मृगौला स्वास्थ्यको बारेमा जानकारी फैलाउन सके धेरैको जीवन जोगाउन सकिन्छ। त्यसका साथै नेपाल सरकारले मृगौला पीडितहरूको लागि निःशुल्क डायलिसिस सेवा पनि उपलब्ध गराउँदै आएको छ। नेपाल सरकारको यो सुविधाबारे जानकारी भयो भने उपचारमा हिचकिचाहट हुँदैन।